सोचेको जस्तै नै थियो दे वर भेरी गुड एट्याकिङ फेजमा तर हाम्रो चाहिँ काउन्टर एट्याकहरू राम्रै भइरहेको थियो त्यो फाइनल थर्डमा अलिकति फिनिस गर्न सकेन त्यसले गर्दा चाहिँ ड्रमा जिताउनु सक्यो तर हामीले चान्स चाहिँ धेरै नै क्रिएट गरिरहेको थियो फर्स्ट हाफ सेकेन्ड हाफ बोथ हाफमा त्यो फिनिस हुनु नसकेको चाहिँ 3 पोइन्ट्स आएन तर 1 पोइन्ट ओभरअल जर्नी मिक्स थियो भनौँ न अब फर्स्टमा अलिकति मोमेन्टम पाउन अलिक गाह्रो भएको थियो तर पछि हामीले त्यो ग्र्याब गर्न सक्यौँ त्यो मोमेन्टमलाई अनि एज अ होल अब अनबिटन लिग स्टेज जित्दा धेरै खुसी लागेको छ राम्रै गर्यो जस्तो लाग्छ एज अ टिम जस्तो सिजनको सुरुमा चाहिँ तपाईँले अब मार्की प्लेयरको लागि पनि धेरै दिन अफर गरेको भने तपाईँ ललितपुरमै बस्नुभयो आज टिमलाई क्याप्टेन पनि गर्ने एउटा अवसर पाउनुभयो ललितपुरमै बस्ने डिसिजन लिन चाहिँ भन्नु अरूले मार्की अफर गरेको बेला कति कठिन थियो जस्तो अनि एउटा म सानैदेखि ललितपुरमै हुर्केको भएर अनि एउटा मनदेखि नै ललितपुरमा छिटै लगाएको छ भनौँ अनि त्यो कारणले नै ललितपुर नै चुज गरेँ मैले एज अ रिटेल प्लेयर धेरै नै आएको थियो मार्की प्लेयर तर अहिले नै त्यसको योग्य छु जस्तो पनि लाग्दैन म बिस्तारै त्यसको लागि अब धनगढीसँग क्वालिफायर 1 खेल्दै हुन्छ त्यसको लागि टिम कतिको प्रिपेयर छ अथवा के छ त्यो टाइम त बाँकी छ त्यहाँदेखि के छ हजुर अब सेमी फाइनल हो सबैजना अब आज बस्ने पनि त्यही अनुसार खेलाउनु रेस्ट लिँदै स्क्वाड रोटेसन पनि भइरहेको छ त्यही गेमको लागि फोकस छु म अनि टिम रेडी नै छ फर द सेमी फाइनल